नमस्ते सबैजनालाई। आज म यो राष्ट्र, यो देश र एक नागरिकलाई प्रश्न गर्न चाहन्छु। त्योभन्दा अगाडि एउटा कुरा बुझौँ। यो देश, यो सहर, यो जनसमुदाय, यो नेपाली परिवार डरमा छ। त्यही डरको कारण होला हामी फेरि एकपटक पहिले जे थियो त्यही नै ठिक थियो भन्दै अघि बढ्दैछौँ। विगत 20 वर्षदेखि भइ आइरहेका कुराहरूको गुनासो पनि छ, कसैको मनमा आशा पनि होला। हामी डराउनु स्वाभाविक हो। अहिले जस्तो समयमा हामी छौँ, कतै मेरो अर्को पुस्तालाई पनि यही कुराहरूले त सताउने होइन, यही त भोग्नुपर्ने होइन। कतै मैले गरेको दुःखहरू मात्रै निम्त्याउने त होइन। आजको यो स्थितिको गल्ती कसको? कसैले राजनीति भन्लान्, कसैले अर्थतन्त्र भन्लान्, कसैले संसार नै यस्तो हो भनेर चुप लाग्लान्। तर साथीहरू, संसार नै यस्तो भए, राजनीतिकै गल्ती भए, अर्थतन्त्रकै गल्ती भए, यो संसारमा विकसित ठाउँहरू किन छन्? आखिर उत्पत्ति त एकै मूलबाट भएको होला। आखिर रङ्ग, रूप, भाषा फरक भए पनि संसारको जुनै राष्ट्रमा पनि रातो रगत बोक्ने, हाड र छाला भएको मानिस नै त छन्। हाम्रो पनि धेरै गल्तीहरू भए, धेरै कुराहरू राम्रो पनि गरियो। अझै सुधार बाँकी छ, अझै पुरानो घाउहरू सन्चाउन बाँकी छ। के अब हामी डराएर हराएर जाने? के सधैँ यस्तै त हो नि भनेर राम्रो भविष्यको खोजमा घर छोडेर हिँड्ने? भोलिको डर कसको मनमा हुँदैन होला र? आखिर मानिस त मानिस नै पर्यो। तर अब म आफ्नो लागि भने यो सबै प्रश्नहरूको जवाब खोज्न निस्किएको छु। यो यात्रामा मेरो गल्तीहरू पनि हुन्छन्, केही राम्रो उपलब्धिहरू पनि होलान्। म पनि यो देशको र यो संसारको एक मानिस नै हो। आजदेखि मनबाट तपाईहरूलाई म प्रश्न गर्न चाहन्छु। अब हामी मिलेर कसरी अगाडि बढ्ने?